कटर घानीमा गएर टन्ने कटर ल्याउँछ भनेको त के को पाउनु सम्म यस्तरी कटर खोजेर हिँड्ने मान्छे एकैचोटि राम्री भएर आमा छोरा कता हिँड्दैछौँ त। सो आज मैले के गरी देखिहाल्नु नै भयो। सो हाई एभ्रीवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि साथीहरू म चाहिँ जाँदैछु यहाँ तल। अझै कटरको सिजन हो नि त, अनि गाउँघरमा कटर चाहिँ कति मिठो हुन्छ। अनि मैले लास्टै खान मन लागेर तल जाँदैछु। कटरको सिजन त हो, तर अहिले चाहिँ सकिन लागिसक्यो। अनि मलाई चाहिँ क्या कति धेरै खान मन लाग्यो। मैले चाहिँ एउटा भिडियोमा देखेको छ कि यस्तो खान मन लाग्यो कि ब्रो यता चाहिँ भर्खर रोड उखाडेको हो नि त, अनि कति धेरै पानी परेर पुरा पहिरो बाटो चाहिँ यस्तरी बिग्रिरहेको छ। त रोड आउँदा नि हुन्थ्यो, तर हामी चाहिँ यस्तै गरी सर्टकटै हिँड्छौँ कि। अनि साथीहरू गाउँघरमा भयो भन्दैमा त्यसै टिपेर खाने कुरा भएन नि त। अनि यहाँको बुवा आमा चाहिँ तल गोरु चराउनु भएको रहेछ। अनि म चाहिँ त्यहाँ गएर सोधेर आएँ। र यहाँ के पहिला जस्तो चाहिँ यसपालि कटर फलेको रहेन रहेछ कि। पहिला चाहिँ कति धेरै फल्थ्यो, अनि कति धेरै बेच्नु पनि भएको अरे। अनि यो पालि चाहिँ फलेकै रहेन रहेछ। अनि ऊ चाहिँ मैले बाटोमा भेटेँ, अनि त्यही टिपेर ल्याएँ मैले चाहिँ। यति ठुलो छ क्या, यति ठुलो गाडीमा। अनि म गएर खोजेको त एउटा पनि पाएन हो, भर्खर फुल्दै रहेछ। अनि म चाहिँ हार नमारिकन के खोज्दै थिएँ। मैले चाहिँ एउटा यति ठुलो पाएँ कि आमा मन त यति खुसी भयो कि। मै फलेर टिपेर खानुको बच्चै बेग्लै हुन्छ क्या साथीहरू। तपाईँले याद गर्नु भएको छ कि छैन? अनि हेर्नु न हो कति ठुलो, अनि पहेँलो भएर मक बास्ना आउँदै गरी पाकेको रहेछ कि। चाहिँ अझै अरू भेट्छ कि भनेर खोज्दैको भेट्दै भेटिन कि। अनि मैले चाहिँ यस्तो जसो तसो गरेर जम्मा 2टा कटर पाएँ। र घारीमा 2टा कटर पाए पनि न कति ठुलो कुरा जस्तो लाग्यो कि मलाई चाहिँ। अनि यो चाहिँ क्या कटरको डल्लो भन्दाखेरि यो माथिको टुप्पाको झास मात्रै ठुलो हुन्छ कि। अनि मैले चाहिँ पुग्दाखेरि घोज्छ नि त काँडाले, अनि त्यही भाँचेर लानु खोज्दैछु। अरे टिपेर होला कति साह्रो कि। अनि मैले चाहिँ खुट्टाले टेकेर बल्ल भाँचेँ। अनि त्यो टोक्का भाँच्दाखेरि यो घर मुनि त च्याउको उम्रिरहेछ कि। च्याउ हो कि नखाने च्याउ थाहा भएन। मैले चाहिँ त्यत्तिकै छोडेर अनि 2टा कटर मात्रै बोकेर आएँ घरतिर। कटर चाहिँ क्या बाहिरैदेखि कस्तो मिठो बास्ना आएको कि। हेर्नु न मक तपाईँहरूले सुन्नु भएको भए तपाईँहरू बेहोसै हुनुहुन्थ्यो होला, यति मिठो थियो कि। अनि साथीहरू म चाहिँ के घर मात्रै आइपुगेको थिएँ। अनि मम्मीले चाहिँ फोन गरेर बर्थडेमा आऊ भन्नुभयो। अनि छोरा र म चाहिँ रेडी भएर जानु लाग्दैछु। देखि कसरी बोकेको कि छोराले त मलाई बोक्नै दिएन भनेको, ऊ आफै बोक्ने भनेर जिद्दी गरेर लखर पो हिँड्छ भनेको। मेरो छोरा चाहिँ यस्तो नयाँ लुगा लगाएर कहीँ हिँड्यो भने चाहिँ कति धेरै खुसी हुन्छ कि। हेर्नु न त्यहाँ म चाहिँ लखर हिँड्दै गरी यहाँ बर्थडे घरमा पनि पुगिसक्यो। अनि यहाँ चाहिँ पुरा तयारी गर्दै हुनुहुँदो रहेछ। अनि साथीहरू म यहाँ आएको कि घरको छेउमै अम्बाको कति ठुलो रुख रहेछ। अनि यहाँ चाहिँ पाक्नु लागेको रहेछ। म चाहिँ बोटमा चढेर टिप्नु खोजेछु कि। म चाहिँ कति ठुलो दाना देखेँ हो यहाँबाट। म चाहिँ अलिक सानो थियो नि। म चाहिँ तलबाट लट्ठी मागेर फुत्ता झारेको कि हाँग लट्ठीले हानेर। हान्दाखेरि चाहिँ अम्बा तल झऱ्यो। अनि मैले चाहिँ यहाँ अरू टिप्न खोज्दैछु। पाकेको भन्दा पनि यस्तो चाहिँ मिठो हुन्छ हो। पाकेको नि मिठो हुँदैन क्या, ठिक्क पाकेको। अनि यो पनि मिठै हुन्छ। कति ठुलो अम्बा पाए मस्त खाने भनेको त पछाडिपट्टि चराले पो खाइसकेको रहेछ हो। बोटमा चाहिँ के अम्बा चाहिँ कति धेरै पाकेको, तर सबै यस्तै चराले खाइसकेको रहेछ कि। म चाहिँ अम्बा खाँदै बाहिर यहाँ भित्र चाहिँ अवसर बनाउने तयारी गर्दै हुनुहुँदो रहेछ। त्योतिर चाहिँ खाना